र हेर्नुहोस् है आजको ब्लगमा तपाईँलाई स्वागत छ। हेर्नुहोस् आज पानी पर्दा पर्दा गरेर आज सन्डेको दिन घाम लागेछ यस्तो चर्को र आज म एक केटाकेटीहरूलाई खोला लाँदैछु यसो पौडी सौडी खेलाउनु। यिनीहरू यहाँ रेडी छ खोल्न खेल्नु। भानिस केटा यहाँ मेरो छोरा छ। अब यिनीहरूलाई म लान्छु होइन माथि खोलातिर। आमा चाहिँ बढाल्दै कराउँदैछ हो। स्याप्टो हुन्छ अरे साँपले के ठुक्छ यिनीहरू आफै कोप्रा जस्तो छ मान्छे। ल अब जाँदैछु यिनीहरूलाई म पौडी खेलाएर ल्याउँछु हेर्छु। र बाटो चाहिँ यही हो। ए हेर्नुहोस् जङ्गलको बाटो छ पुरा एकदम एडभेन्चरस हुने रहेछ। मेरो नयाँ मान्छेलाई हुन्छ अर्को रेडी छ टोक्नुको लागि होइन। र त्यसरी यिनीहरूलाई लाँदैछु खेलाउनु पौडी। अब यिनीहरूलाई म फुल इन्जोय गराउँछु। बाटो हेरेन चिप्लो छ पानी परेर चिप्लो भएको छ। यतिको जङ्गलको बाटो छैन बिचो बिच। यहाँ तल झऱ्यो स्लिप भयो भने मान्छे सुई हो। त्यो पारितिर छाँगा पनि बढ्दैछ पानीले गर्दा होइन। रातभरि पानी त पर्छ। यिनीहरूलाई म आज मजाले पौडी खेलाएर स्विमिङ गराएर ल्याउँछु। र सानोमा त हामी खोला हो नाला भनेपछि केही छोड्दैन। हाम्रो टाइमै अर्को थियो। हामी त स्कुल छुट्टी भयो कि सिधै खोलामा हुन्थ्यो। टिचरबाट कति धुलाई खान्थ्यो र पनि हामी टेर्दैनथ्यो। अहिले त अब केटाकेटीहरूलाई बिचरा पर्मिसन बाबुआमाको पर्मिसन प्यारेन्ट्सको पर्मिसन बिना कहीँ जानु पाउँदैन होइन। त्यसै र अब साह्रो पनि छ। हेर्नुहोस् जङ्गल झोडी छ साँप निक्लिने भन्ने डर पनि छ होइन। आज हामी एकजना दुईजना मसँग तिनजना र यहाँ पछि हाम्रो यहाँ डगी साँप पनि साथमा छ। हेर्नुहोस् खोला कन्डिसन कस्तो छ। यिनीहरूलाई म आज पुरा चुलुम डुबाएर ल्याउँछु। ढुङ्गा पनि झरेछ भर्खर ताजा ढुङ्गा पनि झरेछ यहाँ पाखा मान्छेबाट हो। रिक्स ढुङ्गा झर्छ हेभी रिक्स हुन्छ नि। हाम्रो बाटो चाहिँ यतिको बाटो छ रोड हुँदैन। त्यहाँ तल खोला छ हो। त्यो जङ्गल झोडी छ जुगा लाग्छ होइन। त्यो बाटो हामी सानोमा त घाँस बोक्थ्यौँ। अहिले त गाई त कसैले पाउँदैन गाई बाख्रा हो। ढुङ्गा लड्ने झोडीहरू बढेर छैन। यस्तो बाटो अप्ठ्यारो छ। अगाडि हेर्दै होइन केटाकेटी हामी चाहिँ यो चाहिँ नयाँ मान्छे उस्तै हिँड्नु नजाने बजारे मान्छेहरू चाहिँ यहाँ लड्छ चिप्लेर। यहाँबाट यस्तो पुल छ। ए नकुद हेर्नुहोस् यसको हाइट हेर्नुहोस् हाइट हो। गाउँदो हेर्नुहोस् यहाँ खोला यो बाटो अब हामी हेर्नुहोस् यस्तो चट्टानको काटेर उहिलेको मान्छेहरूले बाटो बनाएको होइन। गाउँ बाजेहरू कसरी बनाएर हिँडेको हो। यहाँबाट चाहिँ अर्को गाउँ जान्छ यो बाटो एक्चुअली होइन। पहिला चाहिँ यहाँ मान्छे हिँड्ने बाटो गाई गोरु हिँडाउँथ्यो मान्छे हिँड्थ्यो सौदापाती बाटोबाट गर्थ्यो। अहिले चाहिँ अब रोड छ उना गाउँको लागि नयाँ रोड। त्यो रोड भएर अहिले प्रायः गाडी छ गाडी कुद्छ र यो बाटो कम्ती युज हुन्छ। पहिला चाहिँ अब स्कुल पढ्नु आउनुमा हाम्रो टाइममा दाजु दिदीहरू साथीहरू सब यही बाटो हिँड्ने गर्थ्यो। अहिले चाहिँ अब गाउँ घर रोड छ त्यही भएर मान्छेलाई जरुरत छैन अहिले। हेर्नु चाहिँ नानीहरू यस्तो एक्साइटेड छ केटाकेटीहरू यसो विकेन्डमा खोला खेल्नु पाउँदा चाहिँ यति साह्रो रमाउँछ है। हेर्नुहोस् कहाँ पुग्यो मलाई छोडेर। त्यहाँ हेर्नुहोस् यो खोला चाहिँ त्यहाँ माथि पाहाडबाट आउँछ। त्यो माथि लास्ट देख्दै गरेको यो चाहिँ सिरो पानीको यता पनि पाहाड छ यता पनि हो। आँखाले नभ्याउनु पाहाड छ हेर्नुहोस्। अहिले म चाहिँ त्यो बाटो भएर आउँदैछु। यस्तो बाटो छ ढुङ्गा सुङ्गा छ लडे पऱ्यो भने चाहिँ अब निधार सिधा नाक साक
दाँत साथ केही रहँदैन। अरे अलरेडी केटाकेटी रहेछ हौ पौडी खेल्नेहरू। को हो? अर्को गाउँको रहेछ केटाकेटीहरू हो। त्यो पानी चाहिँ हेरे पानी नखेल पानी नखेल पौडी खेल्छ पौडी खेल्छ। ए हाम्रै भानिसहरू रहेछ भाइहरू रहेछ। पानी लडेर अर्को लडेर छैन पग्नु पल्टी गयो त हाल्यो। स्विमिङ पुल त यस्तो भएछ हाम्रो केटाकेटीको स्विमिङ पुल। अलरेडी भाइहरू खेल्दै रहेछ झर्ना बन्ने चाहिँ। हाम्रो रिक्दैन हिरो यहाँ अलरेडी पानी खेल्छ नि हेर्नु यतिकै छ केटाहरू अलरेडी यिनीहरू पौडी खेल्नु आएको छ यहाँ। ड्याम्मै केटाकेटीहरू अलरेडी। लु खेल 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 तिमीहरू खेल नानी लोकसँग खेल खेल भाइ। शीतल शीतल हो हाम्रो ल केटाकेटीहरूलाई म पाउँछु एकदिन स्विमिङ गरेर पौडी सौडी नुहाइँदै गरेर। लु खेल 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 लोकसँग जा अलिक उता जा। जा भाइ जा जाऊ माथि जा अलिक माथि। खेल अलिक उता खेल जा भाइ। अलिक पर जा भाइ अलिक पर जा अलिक पर जा न हौ। केटाकेटीको स्विमिङ खेलेर सक्यो अब लाँदैछु म घर। अरू बाँकी रहेको केटाहरू त्यही छ केटाकेटीहरू र अब यिनीहरूलाई म घरमा गएर आज खोला बढेको त पानी अलिक मैलाहरू छ त्यो पानी छ राम्रो बाटो हिँड्दैन राम्रो बाटो हिँड राम्रो। अन्त अब घर लाँदैछु केटाकेटी स्विमिङ सक्यो र केटाकेटीको मस्ती भयो हो। यसो विकेन्डमा यसो केटाकेटीलाई पनि यसो खुसी होइन आफू पनि यसो केटाकेटीसँग यसो घुम्नु हुने भनेर चाहिँ यसो होइन निकै अब लाग्दैछु घर। र यो भिडियो मेरो आजको यति नै। होप तपाईँहरूले मन पराइदिनुहुन्छ भनेर आशा गर्दछु। ल थ्याङ्क यू।